हामी छोरी मान्छे चाहिँ आमा भए पछाडि चाहिँ कति कुरामा कम्प्रोमाइज गर्नुपर्छ है साथीहरू भन्दै भन्दै मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। मैले चाहिँ यता राजमा र आलुलाई बसालेँ अनि म चाहिँ बारीतर्फ लागेँ। बारीमा चाहिँ फर्सीको मुन्टा भइरहेको छ। अनि साथीहरू हजुरहरूकोतिर मकै पाक्यो कि पाकेन? हाम्रोतिर चाहिँ मकै पाकेर पनि अहिले चाहिँ दमादम मकै भाँच्ने काम भइरहेको छ। हजुरहरूकोतिर पाक्यो कि पाकेन साथीहरू भन्नु है त कमेन्टमा। अनि मैले चाहिँ फर्सीको मुन्टा टिपेँ। फर्सीको मुन्टा पनि अहिलेसम्म राम्रै छ, पानी परिरहेको भएर होला कलिलो छ। त्यस पछाडि मैले यता दुईटा घिरौला पनि भेटेँ, आफ्नै बारीको अर्ग्यानिक। अनि त्यस पछाडि मैले दुईटा घिरौला र फर्सीको मुन्टा ल्याएर चाहिँ माथि आएँ। त्यस पछाडि चाहिँ मैले फर्सीको मुन्टालाई चाहिँ केलाइ कुलाइ पारेँ। अनि केलाउन चाहिँ मलाई झ्याउै लाग्छ किन हो भने, त्यही पनि केलाएँ। अब झ्याउ मानेर के गर्नु, केलाउनै परिहाल्यो है साथीहरू। अनि केलाएँ। त्यस पछाडि मैले चाहिँ फर्सीको मुन्टालाई पनि मजाले धोइ पखाली गरेँ। 2-3 पानी पखालेँ मैले राम्रोसँग। अनि पखालिसके पछाडि चाहिँ हजुरहरू चाहिँ कसरी पकाउनुहुन्छ फर्सीको मुन्टा? म चाहिँ एकदम धेरै सिम्पल तरिकाले पकाउँछु। खुर्सानी र लसुनलाई पड्काइदिएँ। अनि त्यस पछाडि मैले नुन र बेसार अनि मसलाहरू राखेर पारक पुरुक पारेँ। अनि त्यस पछाडि यसलाई चाहिँ धेरै बेर पकाउनु पनि पर्दैन, चाँडै पाकिहाल्छ। यता फर्सीको मुन्टा पाकिसके पछाडि चाहिँ मैले यता फेरि अनि खाना बसाल्नको लागि रेडी गरेँ। एक पानी चाहिँ गाईको लागि, एक पानी चाहिँ मेरो प्लान्टको लागि हो। त्यस पछाडि मैले राजमा पनि पकाइसकेँ साथीहरू। अब बिहान खाएको खाजा त आज के खाएर त्यस्तो केही खाइएन। मैले चिया खाएको भाँडाकुँडाहरू अलिकति बाँकी थियो, त्यो पनि मैले धोइ पखाली गरेर मेरो काम सकेँ। यता चाहिँ मैले भात बसालेको थिएँ।